किन लगभग कसैले पनि यसरी टाइलको फर्श नवीकरण गर्दैनन्? पहिले उनले पुराना सबै टाइल हटाए, सिधै सब फ्लोरसम्म, कुनै सर्टकट छैन, सबै कुरा नयाँबाट सुरु गरे। सामान्य चौकोर लेआउटको सट्टा उनले प्रोफेसनल टाइल सह प्रयोग गरेर आयताकार टाइल काट्न थाले। त्यो त आधारभूत कुरा हो। साँचो सिप त्यसपछि देखिन्छ। उनले चिकचिक त्रिकोण र डायमन्ड आकारहरू काट्न थाले, वास्तविक 3D ज्यामितीय ढाँचा बनाउन कोणहरू निरन्तर मिलाउँदै। यो सजावट मात्र होइन, यो गणनामा आधारित डिजाइन हो। केही पनि जोडान गर्नु अघि उनले पुरै फर्श ड्राईले सुक्खा रूपमा बिछाए। मोटार बिना नै सबै टाइल राखेर एलाइनमेन्ट, सममिति र फ्लो जाँच गरे। कुनै अनुमान छैन, पछि कुनै अचम्म छैन। कन्ट्रास्ट बढाउन उनले कालो एक्सेन्ट टाइल थपे। हरेक टाइल ढोका र किनारासँग ठ्याक्कै मिल्ने गरी नापेर काटियो। प्रत्येक त्रिकोण लाइनमा छ, खाली ठाउँ झन्डै नदेखिने छ। सबै टाइलले स्पष्ट केन्द्रीय फ्रेम बनाउँछन् र ग्राउट लाइनहरू सकेसम्म पातला राखिएका छन् ताकि फर्श एकै ठोस सतह जस्तो देखियोस्। त्यसपछि मात्र उनले टाइल सेट गर्न थाले। समान रूपमा एडिसिभ, स्थिर दबाव, साँघुरा कुनामा पनि कुनै हतार छैन। अन्तिम सफाई सरल छ, नतिजा तुरुन्त देखिन्छ। कुनै दृश्य अव्यवस्था छैन, कुनै फोहोर रेखा छैन, केवल एकदमै सटिक तहदार फर्श जो कस्टम बनाइएको जस्तो देखिन्छ। यो केवल टाइलको काम होइन, यो सटिक शिल्पकला हो।